ओठमा लाली लगाउनु पर्दैन आँखामा गाजल सजाउनु पर्दैन ओठमा लाली लगाउनु पर्दैन आँखामा गाजल सजाउनु पर्दैन तिमी त त्यसै राम्री छौ नि सोह्र श्रृङ्गारले फकाउनु पर्दैन ओठमा लाली लगाउनु पर्दैन आँखामा गाजल सजाउनु पर्दैन। यो गीतको गीतकार अहिले पछिल्लो समयमा रुकुम मैकोट भनेपछि सबैलाई नै लगभग थाहा हुन्छ। यो रुकुम मैकोट गीत लेख्नुहुने गीतकार सुरेन्द्र राणा दाईको गीत हो। उहाँको पपुलर गीतहरू अन्य धेरै नै छ, लिस्टिङ गर्दा निकै लामो लिस्ट हुन्छ। उहाँको धेरै चर्चित गीतहरू छन् र यो अहिले मैले गाएको गीत चाहिँ लिरिक्स पनि उहाँकै हो र कम्पोज पनि उहाँकै हो। उहाँ लिरिक्स मात्र लेख्ने मात्र होइन, कम्पोजमा पनि त्यत्तिकै राम्रो कम्पोज गर्न सक्नुहुन्छ र ट्युनमा उहाँले गीत लेख्न सक्नुहुन्छ सजिलै। र यो गीत उहाँले सुरुमा मलाई दिनुभयो, मैले खासै त्यत्तिकै राम्रो याद गरेको थिइनँ भनौँ न, केयर गरेको थिइनँ। तर पछि चाहिँ फेरि पनि कुरा निस्केपछि चाहिँ यो गीत अलि मैले राम्रोसँग सुनेँ र अनि एकदम सिम्पल क्याची ट्युन जस्तो लाग्यो होइन। यो त्यति कम्प्लिकेटेड कम्पोज पनि भएन, सबै जनमानसले सजिलै टिप्न सक्ने अनि रोमान्टिक फिल्डमा भएको गीत। हामी एरेन्जरकोमा गयौँ, त्यसपछि चाहिँ राहुल विश्वकर्मा मेरो प्रिय मित्र नै हुनुहुन्छ, त्यहाँ गएर हामीले यो गीतलाई एरेन्ज गऱ्यौँ। त्यसपछि रुबिन मगर मिनी ट्युन्स स्टुडियो छ उहाँको बौरमलमा, त्यहीँ रेकर्ड गऱ्यौँ, त्यहीँ मिक्सिङ गरेर अनि यो गीत हामीले अडियो चाहिँ फाइनल गरेको हो। यो गीतको डाइरेक्टर चाहिँ उत्तर कुमार थापा सर, जुन मेरो डान्स टिचर पनि हुनुहुन्छ। उहाँले डान्स एकदमै धेरै राम्रो सिकाउनुहुन्छ र क्यामेरामा चाहिँ ऋषभ दाई हुनुहुन्छ, मेकअप आर्टिस्ट रबिना दिदी हुनुहुन्छ। यो गीतको रेस्पोन्स हामीले सोचेको भन्दा धेरै नै राम्रो आएको छ। आफ्नो साथीभाइहरू आफ्नो सर्कलकोले त राम्रो भन्ने नै भयो होइन, तर अन्य भ्युवर्सहरू पनि जो मैले चिन्दै नचिनेको भ्युवर्सहरूले पनि एकदमै राम्रो भनेर प्रशंसा गर्नुभएको छ। र यस्तै गीतहरू अरू अब कन्टिन्युटी दिनु पऱ्यो, अरू राम्रो गीतहरू यस्तै गीतहरू ल्याउनु पऱ्यो होइन। अत्यन्तै मन पऱ्यो तपाईँको यो पहिलो गीत नै यति राम्रो गर्नुभएको छ भन्ने खालको एकदमै पोजिटिभ धेरै नै राम्रो रेस्पोन्स आइरहेछ। जतिले हेर्नु भएको छ, हेर्ने जति सबैले नै यो गीतमा एकदमै सुन्ने बित्तिकै मन पर्यो भन्ने खालको कमेन्ट चाहिँ धेरैको छ। मेरो साथीभाइले हेर्दा सबैले राम्रो छ भन्नुभएको छ। उहाँ सिङ्गर पनि भयो, प्लस खेल्ने मोडल पनि भयो होइन, राम्रै भनिरहेछ। सुटिङको माहौल दिउँसो हामीले पानी पनि नखाइकन दिनभरि हामीले काम गरेको त्यो, तर पनि भोकै गरे पनि त्यस्तो भोको दुःख फिल चाहिँ कसैले पनि गरिएन क्या। त्यसरी इन्जोय गरियो काम गर्दाखेरि, सबैजनाले भोक तिर्खा सबै बिर्सेर हामीले काम गऱ्यौँ। पछि काम सकिएपछि पो हामीलाई एकदम भोक लागेको फिल भयो होइन, त्यसपछि खानेकुराहरू खायौँ। तर ओभरअल यो अनुभव चाहिँ निकै रमाइलो भयो। हामीले 2-3 ठाउँमा हामीले भिडियो सुट गरेका थियौँ। हामीले आउट यता सिकाली चौरमा गयौँ फर्स्टमा, त्यसपछि गजेन्द्र मान श्रेष्ठ दाईको घर बालाजु हामी त्यहाँ गऱ्यौँ। त्यसपछि फेरि झम्सीखेल रेस्टुरेन्टमा आएर काम गऱ्यौँ। 3 ठाउँमा हामीले काम गऱ्यौँ, तर तिनै ठाउँमा समय दिनभरिको समय बितेको पत्तै भएन। एक हिसाबले हामी गीतमै यतिकै रमायौँ होइन। गाह्रो त खासै भएन, रमाइलै थियो। सुटिङको टाइममा चाहिँ जस अरू सुटिङहरूभन्दा अलि बेग्लै रमाइलो, समय गएको थाहै नभएको
रमाइलो नै थियो। गीत त मेरो पहिला पनि रिलिज भएको हो होइन, तर अब अहिले जस्तो त्यस्तो युट्युबको एक खालको त्यस्तो जमाना थिएन। त्यो टाइममा हामीले एफएम रेडियोतिर दिएका थियौँ र त्यो भर्खर सिक्दै गरेको बेलामा थियो। म चाहिँ काठमाडौँ नआइकनै त्यो गीत गरेका थियौँ। म जतिखेर धरानमा पढ्थेँ, धरानमा हुँदाखेरि नै हामीले गीतहरू रेकर्ड गरेका थियौँ, भर्खर सिक्दै पनि थिएँ। त्यतिखेर कसरी गाइयो, कसरी गीत कम्पोज गरियो, कसरी रेकर्ड गरियो, अहिले सम्झिँदाखेरि त्यो कसरी गरियो भन्ने जस्तो लाग्छ होइन। अनि पछि म काठमाडौँ आएँ र अब म्युजिकहरू सिक्न थालेँ। म्युजिक ललित कला क्याम्पसमा भोकलको स्टुडेन्ट हो म त्यहाँ। अनि भोकल मात्रै सिकेर चाहिँ म्युजिक जानिँदैन। भोकल मात्रै सिकेर चाहिँ म्युजिकको थ्योरी नलेज अलि हुँदैन जस्तो लाग्यो र अनि मैले इन्स्ट्रुमेन्टतिर लागेँ। अनि विशेष गरी गिटार बजाउनेतिर लागेँ। अनि गिटार सिक्दै गएपछि फेरि गीत गाउन बिर्से जस्तो भयो, निकै लामो समय भयो। अनि पछि फेरि मैले सिङ्गिङमा पछि फेरि कन्टिन्यू गरेँ। सागुरीमा गुराँस फुल्यो, ओइली झर्यो होला, सानै छँदा लाको माया बिर्सिसक्यो होला। सागुरीमा गुराँस फुल्यो, ओइली झर्यो होला, सानै छँदा लाको माया बिर्सिसक्यो होला। यस्तै टाइपको गीत थियो त्यो। मैले अब अघि पनि भने होइन, गीत चाहिँ सानैदेखि नै गाउँथेँ मैले। तर गीत गाएर अनि भोकल मात्रै सिकेर चाहिँ म्युजिकको थ्योरीको नलेज चाहिँ अलिकति नहुने जस्तो देखेर मैले चाहिँ इन्स्ट्रुमेन्टतिर लागेँ। अनि त्यो इन्स्ट्रुमेन्टमा लाग्दै त्यो सिङ्गिङ चाहिँ मेरो अलिकति छुट्यो भनौँ न। सिङ्गिङ छुट्यो र अनि पछि फेरि मैले अहिले सुरु गरेको हो। एउटा त त्यो पनि भयो। अर्को भनेको अब मान्छेले ठ्याक्कै सोचे जस्तो हुँदैन नि त होइन। स्ट्रगल गर्दै जाँदाखेरि भन्दै जाँदाखेरि मान्छेको व्यावहारिक उसमा होइन, अब कतिपय चाहिँ गर्न खोज्दा पनि चित्त नबुझेर गरिएन, त्यसरी पनि टाइम लाग्यो। अनि हरेक कुराहरू ठ्याक्क समय नै आउनु पर्दो रहेछ जस्तो लाग्छ मलाई चाहिँ। अहिले रिलिज भएको चाहिँ सेकेन्ड हो मैले गरेको गीत चाहिँ। जुन अरू गीतहरू पनि छ, कुनै गीतहरू अरू गीतहरू रिलिज हुनै बाँकी छ। अनि योभन्दा अघिल्लो समयमा पनि एउटा गीतमा गरेको थिएँ। मैले डान्स चाहिँ 0 लेभलदेखि नै उत्तर कुमार थापा सर जुन मेरो गुरु हुनुहुन्छ होइन, उहाँबाट नै मैले सुरु गरेको हो। र उहाँकै कारणले गर्दाखेरि म यहाँसम्म आइपुगेँ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। वर्षा बहिनीलाई चाहिँ खासमा हाम्रो डाइरेक्टर साहब उत्तर सर, उहाँ मार्फत नै मैले लिएको हो। र खासमा यो गीतमा चाहिँ हामीले मङ्गोलियन फेस पनि खोजिरहेका थियौँ। अनि यसमा अर्को मोडल नराख्ने, सिङ्गर आफै देखिने भन्ने हिसाबले त्यो खालको स्क्रिप्ट भएको हुनाले गर्दाखेरि अनि अब वर्षा नै फिट हुने देखेर पनि वर्षालाई चाहिँ हामीले यसमा राखेका हौँ। फेरि मेरो पनि ज्यान अलि सानो होइन, फुच्चे जोडी पनि ठ्याक्कै मिल्ला कि होइन, एज डिफ्रेन्सेस भए पनि होइन, भर्खरै पाइला चाल्दै गरेको मान्छेले यत्तिको गर्नु भनेको यो चाहिँ धेरै ठुलो कुरा हो। भविष्य उज्जवल नै छ। अझै राम्रोसँग लगनशील भएर काम गर्नु अब मेरो चाहिँ शुभकामना यही छ। उहाँको स्वर एकदमै धेरै राम्रो छ है। मैले अरू गीतहरू सुनेर र उहाँको गीत सुन्नुमा धेरै डिफ्रेन्ट के धेरै राम्रो छ उहाँको स्वर। अगाडि नै भएको भएर भने हो कि साँच्चै हो? अगाडि नै भएर भने होइन, साँच्ची नै भने मैले चाहिँ है। राम्रो छ एकदमै धेरै। वर्षा बहिनीको घर गोर्खा है, मेरो घर सुनसरी।
बहिनी अब गोर्खाको पानी खाएको होइन, एकदम नेचुरल सफा होइन, त्यहाँको अर्ग्यानिक चिजहरू खाएको बहिनी होइन। अब त्यस्तो मेकअप पनि छैन, नेचुरल गाउँको एउटा नेचुरल ब्युटिनेस बहिनीको मुहारमा झल्किन्छ। गीतमा आँखामा गाजल लगाउनु पर्दैन भनेको छ। सायद यो गीत सुनेर आँखामा गाजल नलागेको हो कि पहिलेदेखि हो कि के हो यो? मलाई नै सोध्न मन लाग्यो क्या। यसको विषयमा चाहिँ पहिल्यैदेखि म त्यस्तो मेकअप हेप्पी मेकअपहरू त गर्दैन। झन् हजुरको यो यस्तो मिठो स्वर, यस्तो मिठो गीत, यो गीत आएपछि यसले झन् प्रभाव पार्यो। यसले त झन् लाउनै मन लाग्दैन। ल धेरै धेरै धन्यवाद। त्यसो भने मान्छे अब के छ भने मान्छे त्यत्तिकै पनि नेचुरल होइन, मान्छेको हेर्ने नजरमा हुन्छ सुन्दरता भनेको कुरो होइन। मलाई पनि त्यस्तो लाग्छ, धेरै आर्टिफिसियल भन्दा पनि होइन, हामीमा जे छ त्यो नै सुन्दर हुन्छ। र सुन्दरताको कसैले कुनै निकै ठुलै विद्वानले भन्नुभएको थियो कि सुन्दरताको परिभाषा चाहिँ बाहिर हेर्ने नजरमा मात्र होइन कि भित्र मनदेखि नै मान्छे सुन्दर हुनुपर्छ अरे। भित्रदेखि नै मान्छे राम्रो भयो भने अनि मान्छे राम्रो देखिन्छ अरे होइन। हेर्ने नजरमा र बुझ्ने मनमा सुन्दरता हुन्छ अरे। कस्तो लाग्यो यो कुरा? ठिक लाग्यो? ठिक नै हो। यो गीत चाहिँ हामीले निकै अगाडि नै कम्पोज गरेका थियौँ। बबिना किराती बहिनीले गाउनु भएको थियो यो गीत। फेरि यो गीतलाई रिरेकर्ड गर्ने अलि नयाँ भर्सनमा त्यो सल्लाह पनि भइरहेको छ हाम्रो। देशमा शान्ति मात्रै भएर हुँदैन, शान्ति सँगसँगै त्यो शान्तिले समृद्धि ल्याउनुपर्छ भन्ने अर्थमा छ। अत्यन्तै राम्रो भावना बोकेको यो गीत गीतकार साहित्यकार नाकिमा नाकिम जीले लेख्नु भएको छ। म यो गीत अलिकति थोरै सुनाउन चाहन्छु। हिजो लडे पुर्खाहरू दिए आफ्नै बलिदान, हिजो लडे पुर्खाहरू दिए आफ्नै बलिदान। अभिभारा हाम्रो नै हो, बचाइराखौँ स्वाभिमान। अभिभारा हाम्रो नै हो, बचाइराखौँ स्वाभिमान। इतिहासले पुग्दैन, वर्तमान बनाउनु छ, लेख्नलाई नयाँ कथा कलम यो समाउनु छ। दिनु छ देशलाई नयाँ चिनारी, दिनु छ देशलाई नयाँ चिनारी। शान्तिले मात्र पुग्दैन, समृद्धि पनि हिँड्नु छ। बलले अब होइन, बुद्धि विवेकले भिड्नु छ। दिनु छ देशलाई नयाँ चिनारी, दिनु छ देशलाई नयाँ चिनारी।